14 फेब्रुअरीको दिनमा माग्न आउँदै हुनुहुन्छ। मलाई त डर लाग्यो माइ लर्ड भइरहेछ हैन। Hi everyone, namaste, welcome back to my channel or welcome to my channel if you're new here. मेरो नाम चाहिँ आस्था अनि हेलो फ्रम पोखरा। आज चाहिँ हाम्रो डे 2 पोखरामा अनि हामीले चाहिँ बिहान उठेर रेडी भएर होटल चेन्ज गरेर यता खाजा खान आएको छौँ। आज चाहिँ हो हाम्रो प्याराग्लाइडिङ डे। ओ माई गॉड, आई एम सो एक्साइटेड। अनि हामी चाहिँ यता खाजा खाएर अब एकछिनमा पिकअप हुन्छ हामीलाई अनि हामी प्याराग्लाइडिङ गर्न जान्छौँ 10 बजे। अहिले चाहिँ बजिरहेको छ 8:30 जति अनि हामीले चाहिँ खाजा अर्डर गऱ्यौँ अनि अब खाजा खाएर चाहिँ हामी जान्छौँ एकछिनमा। हिजो चाहिँ एकदमै रमाइलो भयो। इफ यु हेभन्ट वाच हिजोको भ्लग प्लिज गो एन्ड वाच, इट्स फन। हाम्रो चाहिँ यहाँ चिया आइसकेको छ। मेरो साउन्ड चाहिँ आएको छैन होला। हेलो 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 चाय पिलो दोस्त। चियर्स। हाम्रो चाहिँ यहाँ चिया आइसक्यो अनि ब्रेड अमलेट पनि आइसक्यो अनि हामीले चाहिँ अझै रोटी तरकारी नै अर्डर गरेको छौँ। हामीलाई चाहिँ अलिकति केही रोटी तरकारी चना अन्डा जस्तो खानु मन थियो, त्यही भएर हामी चाहिँ यता आएको खोज्दै खोज्दै। यता चाहिँ खासै अरू ठाउँहरूमा चाहिँ भेटेको थिएन अनि हामी यता छिर्दिहालेको। सो हामीले चाहिँ अमलेट ब्रेड अर्डर गरेको छौँ अनि अर्को चाहिँ रोटी आउने बाँकी छ। सो लेट्स इट। खाऊँ है त। हाम्रो चाहिँ रोटी तरकारी पनि आयो। रोटी तरकारी अनि अचार। खाइलो टाउको काटी जान्छ। हामी चाहिँ अब प्याराग्लाइडिङ गर्न जान लागेको हो, त्यही भएर म सोध्छु है त कसलाई कस्तो फिल भइरहेको छ। तपाईँलाई कस्तो फिल भइरहेको छ भन्नु त। मलाई त डर लाग्यो माइ लर्ड भइरहेछ हैन। अब कस्तो हुने हो, वेदर पनि राम्रै छ, राम्रो भ्यू आउँछ होला भन्ने सोचेको छु। एकदम एक्साइटेड छु अनि त्यसै अरूहरूको भिडियोमा हेरिरहन्थेँ। आज चाहिँ आफूले गर्न पाउँदाखेरि खुसी पनि छु है त। तिमीलाई कस्तो फिल भइरहेको छ। आई एम रियली एक्साइटेड राइट नाउ। तर अब त्यहाँ गएर हेरौँ कतिको डर लाग्छ। अहिलेलाई चाहिँ एक्साइटेड छु। मलाई नि त्यस्तो डर भनेको अति नै डर पनि लागेको चाहिँ छैन, तर हल्का हल्का त्यो स्टार्टिङमा चाहिँ डर लाग्छ भन्ने चाहिँ लागिरहेछ। खै अब हेरौँ। एक्साइटेड नै छु म पनि। यस, हामी चाहिँ अब जान लागेको प्याराग्लाइडिङ गर्नको लागि अनि मैले अघि चाहिँ सबैलाई सोधिसकेँ, उसलाई चाहिँ सोधेको छैन। सो म मेरो दिदीलाई सोध्न जाँदैछु कस्तो फिल हुँदैछ भनेर है त। कस्तो फिल भइरहेछ प्याराग्लाइडिङ गर्न जाँदा? डर लागेको छ कि के लागिरहेछ? मलाई त अहिलेसम्म त केही पनि लागेको छैन। किन लागेको छैन अहिले त। रिल्याक्स छु अहिले त, रिल्याक्स। यति भन्नलाई सोध भने तैँले मैले कहिले सोध्नु भने भर्खर सोधे हो। आफै सोध्छु भन्छ अनि ल अब हामी चाहिँ जाँदैछौँ गाडीमा अनि आधी घन्टाको हुन्छ अरे प्याराग्लाइडिङ। आइ एम एक्साइटेड। हामी चाहिँ यता फर्म भर्न आएको प्याराग्लाइडिङको लागि अनि यता फर्म भरेर चाहिँ हामी जान्छौँ रे भन्नुभएको छ। फर्म भर्ने अनि हामी प्याराग्लाइडिङ गर्ने। ओ हाम्रो अटोग्राफ चाहियो र अटोग्राफ दिन आएको पहिले हामी चाहिँ जाँदैछौँ अब के अरे टेक अफ हुने ठाउँमा। त्यो चाहिँ ऊ पर हो। पुग्न लाग्यौँ, जति पुग्दैछौँ त्यति डर लाग्न थाल्दैछ। होइन त्यस्तो धेरै डर नै होइन, अलिअलि।
हामी चाहिँ आइपुग्यौँ टेकअफ गर्ने ठाउँमा अनि अब चाहिँ एक्साइटमेन्ट लेभल पनि हाई नै छ अनि अलिअलि डर पनि लागिरहेछ। आई डोन्ट नो के भन्छ। यो चाहिँ हो टेकअफ पोइन्ट। अब हामी एकछिनमा टेकअफ गर्छौँ। लुक एट दिस। ल ल ल It's just I'm trying to explore. Yeah. कस्तो भयो प्याराग्लाइडिङ? रमाइलो भयो। यस्तोमा पुगेर आउनु भएन? ल बाई भन्नुहोस्। हाई, हामी चाहिँ फेरि होटलहरू हेर्न आएको। बिहान हामीले त्यही सामान छोडेर गएको थियौँ यता चेक इन गर्न नमिल्ने भएर अनि प्याराग्लाइडिङ गऱ्यौँ अनि हामी अहिले चाहिँ रुमहरू हेर्न आएको। यताबाट चाहिँ ठ्याक्कै लेक साइडको भ्यू देखेर थाल्छु यो गाइस है त। लुक एट दिस। हामी चाहिँ रुम हेर्न जान्छौँ अब। सबजना छोडेर गइसक्यो मलाई। भाइ छोडिङ मलाई। हामीले चाहिँ अहिले यता होटल पनि लियौँ अनि त्यसपछि अब चाहिँ स्कुटर पनि भाडामा लिएर हामी चाहिँ जान लागेको छौँ फर्स्टमा खाजा खान। त्यसपछि जान्छौँ होला हामी पुम्दी कोटतिर अनि त्यता गुम्बाहरूतिर पनि जान्छौँ होला हामी। फर्स्टमा चाहिँ गएर खान्छौँ। एकदम भोक लागिरहेको छ। अघि नै त्यही रोटी तरकारी बाहेक केही पनि खाएको छैन। कस्तो ठुलो भएको होइन। हामी चाहिँ यता पेट्रोल हाल्न आएको स्कुटरमा। अब चाहिँ हामी लाग्यौँ फर्स्टमा खाजा खानको लागि। हामी चाहिँ आएको समय त खाजा खानको लागि। अब बिहान रोटी अनि त्यसपछि ब्रेड अम्लेट खाएबाट हामीले केही पनि खाएको छैन। सो अब चाहिँ एकदमै भोक लागेको छ। हामी चाहिँ यता डेभिस फलकै नजिकतिर आएको छौँ खाजा खानको लागि अनि हामीले अर्डर गरिसक्यौँ खाजा खानालाई। वेट गरिरहेको छौँ। एकदमै भोक लागिरहेको छ हामी सबैजनालाई चाहिँ। हाम्रो चाहिँ चाउमिन आयो। अब हामी सबजना मिलेर खान्छौँ। फर्स्टमा यो चाउमिन खानेकुराहरू चाहिँ आउँदै गर्छ, बिस्तारै आउँदै गर्छ, हामी खाँदै गर्छौँ। यहाँ चाहिँ आयो हाम्रो पुरी तरकारी। यहाँ चाहिँ आयो हाम्रो पराठा, आलु पराठा। हाम्रो चाहिँ खानेकुराहरू आउँदैछ, हामी खाँदैछौँ। ठ्याक्क सकिने बित्तिकै अर्को आउँदैछ बिकज वी आर भेरी हङ्ग्री। हाम्रो चाहिँ यहाँ फेरि अर्को चाउमिन आयो, चिकन चाउमिन। अघिको चाउमिन एकदमै मिठो थियो अनि हामीले पराठा खायौँ, पुरी तरकारी खायौँ अनि फेरि चाउमिन खाँदैछौँ। सो लेट्स इट सबैजना। हाम्रो चाहिँ फाइनली मोमो पनि आइसकेको छ। हाम्रो चिकन मोमो हामीले सँगै अर्डर गरेको। यो चाहिँ एकदमै लास्टमा आयो अनि अब यही हो हाम्रो लास्ट आइटम यहाँको चाहिँ। लेट्स इट है त। सरी।
स्कुटीमा लाग्दो रहेछ गाइस हामीहरू चाहिँ खाजा खाएर निस्क्यौँ। अब चाहिँ जाँदैछौँ हामी पुम्दी कोटतिर अनि त्यो गुम्बातिर मलाई थाहा छैन त्यो चाहिँ के पिस प्यागोडा हो क्या त्यसको नाम चाहिँ। अनि हामी चाहिँ जाँदैछौँ। हामीले चाहिँ डेन्जर खाइदियौँ अनि अब जाने 20 मिनट जति लाग्छ होला। त्यताबाट त हामी फेरि माझीकुना पनि जान्छौँ होला माछा खानको लागि। ओ माई गड यस्तो एक्साइटेड छु म माछा खानको लागि चाहिँ। लेट्स गो। अनि मैले चाहिँ किन हेलमेट लगाइरहेको छु पछाडि बस्दा नि भन्दाखेरि चाहिँ एकदमै धुलो छ अनि त्यही भएर मास्क हेलमेट अनि अझ चस्मा पनि लगाएको थिएँ। मैले चस्मा चाहिँ खोलेँ अहिलेको लागि चाहिँ। त्यही नै हो धुलो एकदम धेरै छ बस्नु त पर्यो। हामी चाहिँ अहिले आइपुग्यौँ यता यो पिस प्यागोडा यो गुम्बामा। हामी चाहिँ हिँड्दैछौँ अहिले। लुक एट दिस। पछाडि भ्यू चाहिँ यस्तो राम्रो छ फेवातालको भ्यू देखिरहेछ। तिमीलाई काट्छु भने आउँछ नि तिमीलाई त कसरी काट्न सक्छौ यो भाइरल वाला थियो हैन। हामी चाहिँ भर्खरै उतै माथि गएर आयौँ त्यो स्तूपामा। त्यता चाहिँ भिडियोहरू खिच्न मिल्दैन रहेछ त्यही भएर मैले भिडियोहरू चाहिँ गरिनँ खासै। फोटोहरू चाहिँ खिचेँ अनि एकछिन डुल्यौँ। त्यता चाहिँ एकदमै पिस रहेछ नामै त पिस प्यागोडा। अनि त्यता चाहिँ एकदमै शान्ति थियो धेरै ठुलो आवाजमा बोल्न पनि मिल्दैन थियो क्या। अनि हामी गयौँ म आइरहेको छु अनि हामी गयौँ त भिडियोमा आउनलाई कुरेर बसायो मलाई। अनि अब चाहिँ हामी पुम्दी कोट जाँदैछौँ शिवको के अरे स्ट्याचु भएको ठाउँमा। तपाईँ पनि भिडियोमा आउनलाई कुरेर बस्नु भए भिडियोमा आउनलाई सक्छन्। अब उनी रोकिन्छ एकछिन अगाडि गएर। ल अहिले हामी उता गएपछि अपकमिङ भाइरल युट्युबर हो त्यही भएर अब यहाँनिर अलिकति भने उसको युट्युब च्यानलमा मेरो अनुहार आउँछ कि भनेर मात्र हो त्यो एकदम सौभाग्य। ल पनि रोक्यो अहिले मेरो अनुहार आएपछि गुड लक लाग्छ। ल अब सिधै शिवको स्ट्याचु पुगेर भिडियो गर्छ यता। प्लिज 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 मेरो लागि केटी माग्न हिँड्दिनु न। केटी भने मेरो लागि विश्व सुन्दरी आसमा माग्न हिँड्दिनु न भनेर पर्सि 14 फेब्रुअरीको दिनमा माग्न आउँदै हुनुहुन्छ। त्यो केही पनि त्यस्तो चाहिँ होइन। 14 फेब्रुअरीमा मैले अरू कुनै केटी पाइनँ अनि त्यसपछि ल ठिकै छ नि त एकजना छ त्यही भएर गइदिउँ न त भनेर कुनै केटी पाइन भनेर पाइनँ त्यही भएर यस्तो त्यही भएर त अनि त्यसपछि खोड त तिमी पोडकास्ट चलाउनु पर्छ क्या बिफोर म्यारेज पोडकास्ट भनेर। खोड त तिमीमै रहेछ नि त बेबी। कुनै केटी नपाएको मैले चाहिँ कति राम्रो राम्रो केटा नि पाएको थिएँ तर त्यो राम्रो हेर्दा अनि अझ राम्रो ओभरडोज भइसक्यो क्या। अझ राम्रो खोज्दाखेरि म आएको हो क्या। पहिला धन्यवाद भन्दा बढ्छ रेकर्ड हुँदैन। हामी चाहिँ आइपुगेको छौँ पुम्दीको थियो शिव मन्दिरमा। हाम्रो अगाडि छ शिव मन्दिर देखाउँछ यता।
यो चाहिँ एकदमै माथि टुप्पोमा छ। हामी चाहिँ एकदमै माथि हाइटमा आएको छौँ, हेर्न सक्नुहुन्छ। हेर्नुहोस्। प्योर अर्ग्यानिक भेज रेस्टुरेन्ट। हामी चाहिँ आइपुग्यौँ। यही नै हो मन्दिर, शिव मन्दिर चाहिँ पुम्दीकोटको। लेट्स गो इनसाइड। पैसा चढाउँदैछ सुमन्त। हामी चाहिँ पुम्दीकोट पनि घुमेर आइसक्यौँ अनि अब चाहिँ हामी जाँदैछौँ माझीकुना। हामी चाहिँ पुम्दीकोट नि घुम्यौँ अनि अर्को त्यो पिस्तागोडा नि घुमेर आयौँ। अब चाहिँ हामी जाँदैछौँ माझीकुनाको माछा खान। आज चाहिँ हामीले डेभिस फल अनि अरू त्यो केभहरू चाहिँ भ्याएन, किनभने हाम्रो प्लान चाहिँ खासमा थिएन नि त माझीकुनाको माछा खान जाने। तर अहिले चाहिँ हामीले प्लान बनायौँ अनि अरू प्लान चाहिँ हामीले ड्रप गऱ्यौँ। सो जाम हामीसित, एकदमै मजा आइरहेछ। अहिले चाहिँ बल्ल चिसो चिसो हुन थाल्यो। दिउँसोभरि चाहिँ एकदमै तातो नै थियो, यता चाहिँ गर्मी नै थियो। मलाई चाहिँ खुसी लाग्यो कि गर्मी भएर, जाडो थिएन नि त, त्यही भएर। अनि अहिले चाहिँ हल्का हल्का चिसो हुन थालेछ, बट इट्स नट सो कोल्ड, इट्स जस्ट चिली वेदर के। यस्तो रमाइलो भइरहेछ स्कुटरमा जानलाई। सो क्विक अपडेट इन अ प्लान। हामी चाहिँ माझीकुना नजाने भयौँ, हामी चाहिँ जाने भयौँ अब पामेतिर, किन भन्दा अहिले चाहिँ अलि ढिलो भइसक्यो, 6 जति बज्न लागिसक्यो। अनि त्यसपछि माझीकुना गएर खाएर घुमेर फर्किन चाहिँ हामीलाई टाइमै लाग्ने भयो कि, त्यही भएर वाइ नट पामेमा नि पाइ नै हाल्छ माझीकुनाको माछाहरू भनेर हामी अब पामे जान लागेको। पामे चाहिँ यहाँबाट त्यस्तै कति 30 मिनट्स जति टाढा रहेछ अनि हामी बस्ने पनि नजिकै हुन्छ पामेतिर गयो भने चाहिँ। सो हामी पामे जाँदैछौँ, त्यहाँ गएर भेट्न आएको गाइस। हामी चाहिँ आइपुग्यौँ पामे। अनि यता चाहिँ हामी यो
के हो यसको नाम दाउरा चुलोमा आएको छौँ यता पनि पाउने रहेछ कि त्यो माझी कुनाको स्पेसलवाला माछा अनि हामीले चाहिँ माछा अर्डर गरिसक्यौँ अरू चाहिँ के खान्छौँ अब हेर्दैछौँ बल्ल मेन्यू अनि यताबाट चाहिँ ठ्याक्कै लेकको भ्यू पनि देखिन्छ अनि हल्का अँध्यारो चाहिँ भइसक्यो तर पनि इट्स नाइस अनि यहाँ माझी कुनाको माछा खान चाहिँ एकदमै एक्साइटेड छु म चाहिँ हो यहाँ चाहिँ खासमा अर्को स्पेसल कुरा चाहिँ के पाउँथ्यो भन्दाखेरि एउटा चिकनको 4 आइटम्सवाला पाउँथ्यो कि त्यसमा चाहिँ खोइ के हुन्थ्यो फ्राई ग्रेभी झोल अनि समथिङ अर्को के हुन्थ्यो यस्तै के हुन्थ्यो होइन त्यो चाहिँ अहिले अभाइलेबल रहेनछ पहिला चाहिँ मैले भिडियोहरूमा एकदम धेरै देखेको थिएँ त्यो नै खान मन थियो तर नट अभाइलेबल एट द मोमेन्ट त्यही भएर हामीले अहिलेको लागि चाहिँ माछा अर्डर गरिसक्यौँ अरू के खाने भनेर चाहिँ हेर्छौँ है त हाम्रो चाहिँ फिस आइसकेको छ यो चाहिँ हो माझी कुना स्टाइल फिस यता चाहिँ छ अचार अनि चिली पाउडर यस्तो मिठो बास्ना आइसक्यो मुखमा पानी आइसक्यो म्याम यता छ स्यालेड अनि यो प्लेट पनि माछा सेटमै छ क्या लुक एट दिस म खोल्छु है त ओ लुक एट दिस बाबाको वाउ look at this एउटा एक्स्ट्रा प्लेट माग न ब्रदर एउटा एक्स्ट्रा प्लेट पनि ल्याइदिनु ल तीनटा मात्र भेज लुक एट दिस कस्तो दामी देखिरहेको छ स्मेल यस्तो राम्रो आएको छ ओ माई गड अब हामी खाएर भन्छौँ है त कस्तो छ भनेर हाम्रो अर्को डिस आएको छ यहाँ बफेलो विङ्स लेट्स अनबक्स डिस पनि है त माछाको चाहिँ स्मेलले यस्तो भइसक्यो मुखमा पानी आइसक्यो मेरो वाउ यो कस्तो वाउ अनि खाएर भन्छौँ अब कस्तो छ भनेर हामीले माछाको अनबक्सिङ गऱ्यौँ भर्खरै हामीले चाहिँ सकाइसक्यौँ लुक एट दिस चिकन विङ्स पनि सक्यो माछा पनि सक्यो यसमा चाहिँ एकदमै मिठो मिठो अनि सबैलाई चाहिँ मिठो लाग्यो यसलाई कोर्स मिठो लाग्यो Yeah, that was it for today. So that was it for today. If video मन पर्यो भने लाइक गरिदिनु होला अनि कमेन्टमा आफ्नो विचार व्यक्त गर्नुहोस् अनि सब्स्क्राइब गर्न नबिर्सिदिनु होला आज चाहिँ थियो डे 2 इन पोखरा अनि हामीलाई चाहिँ एकदमै रमाइलो भयो आज प्याराग्लाइडिङ गर्यो यहाँ सबै राम्रो नै भयो भोलि चाहिँ अब हाम्रो लास्ट डे हो इन पोखरा पर्सि चाहिँ हामी लिभ गर्छौँ त्यही भएर अब हिजोको भ्लग हेर्नु भएको छैन भने हिजोको भ्लग हेरिदिनु होला अनि त्यसपछि अहिले चाहिँ हामी पोखरा लेक साइडतिर जान्छौँ अनि त्यसपछि त्यता स्ट्रिट फुडहरू खान्छौँ त्यसको चाहिँ म अर्को भिडियो बनाउँछु किप वाचिङ थ्याङ्क यू फर वाचिङ टिल द एन्ड बाई बाई आई लभ यु अल